जिन्दगीभरि खुसी बनाएर राख्छु भनेर सोचेको थियो तँलाई, तर यो टुराले सकेन। तँ खुसी भएन भने मेरो मन पनि खुसी हुन सक्दैन रहेछ। मैले तँलाई जे गर्यो सबै आफ्नो खुसीको लागि गरेको रहेछ। आफ्नो खुसीको लागि मैले तँलाई झन्डै मारेको। अब तँलाई ठिक भयो। अब मैले नर्कको बाटो हेर्नु पर्दैन। अब तँ खाएर घर जा। गुम्बा लामाको कसम खाएर म सबैलाई भनिदिन्छु कि हाम्रो बिचमा कुनै सम्बन्ध छैन। आश्रिनले भन्यो, मायामा आफ्नो स्वार्थ मात्र हेर्नु हुँदैन, अरूको खुसी पनि हेर्नुपर्छ। तदा ढेँडो छ, तरकारी छ, थपेर खानु।